गर्न खोजिरहेको सरकारले यो सरकारले दुर्गा व्यवसायीलाई छोडेर हाम्रो मोको बुद्ध बनाउँछु भनेर कल्पना गरिरहेको छ। त्यतिले मन्त्री साथीहरूलाई काम खोलेर छोड्छन् जबसम्म हामी रहन्छौँ जबसम्म एकमुठी साथ हामी नरहिरहन्छ त्यो राष्ट्रवादी आन्दोलन टुङ्गिनेवाला छैन। त्यतिले मन्त्री साथीहरूलाई आयो व्यवस्था गरेका दिन हामीले रोजेको व्यवस्था आएको दिन यो लोकतन्त्र ढलेको दिन जनताका बिचमा ल्याएर केन्द्रीयले जस्ता संक्षिप्तमा चाहलाई थाहा गरेको आदरणीय जनसमुदायहरू गणतन्त्र अस्ति भयो बजार चल्दैन व्यापार चल्दैन त्यहीको ऋण बढेको बढे लघुवित्तको तनाव त्यहीको तनाव आज राष्ट्र रहेन राष्ट्रियता रहेन हाम्रो परिवारको धर्म रहेन। त्यसैले कतालीका राष्ट्रवादी साथीहरू तपाईहरू जागृत हुनुहोस्। कति दिन यी पार्टीका यी दलका झोला बोकेर बसिरहनुहुन्छ छोडिदिनुहोस्। पार्टीका झोला यी दलालका झोलाहरूलाई त्यागिदिनुहोस्। राष्ट्रवादी आन्दोलनमा तपाईँहरू समाहित गर्नुहोस्। म तपाईँहरूलाई नारा गुणगान गराउँछु। साथीहरू उत्साहपूर्वक नारा लगाउँ। फेरि पनि तपाईँहरूलाई भने केटी ओली जस्ता सन्ती साहसका दिन धेरै टाढा छैनन्। ती दिन हामीलाई लिएर आउने हो। हामीलाई धेरैले भन्ने गरेका छन् बौलाएको छ हो हामी बौलाएका छौँ। दुर्गा व्यवसायीहरूका मान्छे थुन्ने राष्ट्रवादी नागरिकहरूलाई थुन्ने अनि हाम्रा 20जना साथीलाई काठमाडौँमा छान्ने गोली पड्काउने 2जना साथीहरूको हत्या गर्ने केटीओली 27जना साथीहरूसँग हिसाब गर्छ। गाउँ गाउँबाट तपाईँहरू त्यो हिसाब किताब गर्न प्यार्नुपर्छ। हामीले भन्यौँ कुनै घटनामा छानबिन गर्न सत्य तथ्य न्याय छानबिन समिति गठन गरौँ। यो सरकार न्याय छानबिन समिति गठन गर्न तयार छैन। नागरिकलाई गोली हान्ने तानाशाही देखाउने अनि राष्ट्रवादी आन्दोलनमा शोषित मान्छेहरूको आन्दोलनलाई दमन गर्ने जुन केटीओली चरित्र छ यसका विरुद्ध तपाईँहरू उठ्नुपर्छ। तपाईँहरू अब उदयपुरवासीहरू कटारीवासी राष्ट्रवादी प्रेमी राष्ट्रप्रेमीहरू तपाईँहरू एकपटक जागिदिनुहोस्। दलहरूका झोला छोडिदिनुहोस्। यी दलहरूका झोला यी पार्टीका झोला बोकेर काटेर त्यसैले यो राष्ट्रवादी आन्दोलनमा समावेश गरौँ। हिन्दू राष्ट्र कायम गरौँ। हिन्दू राष्ट्र कायम गरौँ। गणतन्त्र धोका हो। पक्राउका नेता कार्यकर्ताहरूलाई रिहाई हाम्रो पक्राउ परेका नेता भाई तपाईँ बिस्तारै